दक्षिण कोरियामा नयाँ राष्ट्रपति आएसँगै नेपालीहरूको तलब बढ्न सक्ने। यस्तो छ नयाँ राष्ट्रपतिको नयाँ नीति। हो, दक्षिण कोरियामा नेपालीहरूको तलब बढ्न सक्ने सम्भावना अहिलेको राजनीतिक परिवर्तनसँगै केही हदसम्म जोडिन सक्छ। तर यो प्रत्यक्ष भने होइन, अप्रत्यक्ष प्रभाव हो। यहाँ केही मुख्य कारणहरू रहेका छन्। कसरी बढ्न सक्छ त दक्षिण कोरियामा नेपालीको तलब? न्यू गभर्नमेन्ट पोलिसी अर्थात् नयाँ सरकारको नीति। नवनिर्वाचित राष्ट्रपति ली जाइमिङ वामपन्थी झुकाव भएका व्यक्ति हुन्। उनको पार्टी डीपीके अर्थात् डेमोक्रेटिक पार्टी अफ कोरियाले प्राय लेबर फ्रेन्डली पोलिसी ल्याउने गर्छ, जसले यस्तो फाइदा दिन सक्छ। मिनिमम वेजेस इन्क्रिज अर्थात् न्यूनतम तलब बढ्न सक्छ। श्रमिकहरूको हक अधिकारको सुधार। यदि यस्तो नीति कार्यान्वयन भयो भने नेपाल लगायतको यूपीएस प्रणाली मार्फत जाने श्रमिकहरूको तलब सुविधा सुधार हुने अपेक्षा गरिएको छ। इकोनोमिक रिफर्म प्लान। लीले चुनावपछि इकोनोमिक रिफर्म अर्थात् अर्थतन्त्र सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। यदि अर्थतन्त्र मजबुत बनाउने हो भने जब अपर्च्युनिटी विल बी इन्क्रिज, उत्पादन तथा निर्यात वृद्धि हुने। स्किल्ड एन्ड अनस्किल्ड लेबर दुवैको माग बढ्न सक्छ। यसले गर्दा कामको अवसर बढ्ने र तलबको प्रतिस्पर्धा उच्च हुन सक्ने सम्भावना रहेको छ। विदेशी श्रमिक अर्थात् नेपालीहरूको पनि अवसर बढ्न सक्ने हुन्छ। पीस विथ नर्थ कोरिया अर्थात् नर्थ कोरियासँग शान्ति सम्झौता। लीले उत्तर कोरियासँग शान्तिको लागि वार्ता गर्ने प्रयास समेत गर्ने बताएका छन्, जसले गर्दा इन्भेस्टमेन्ट बढ्न सक्ने, न्यू इन्डस्ट्रीजहरू खुल्न सक्छ। सबैले श्रम बजार विस्तार गर्न सक्छन्, जसले प्रत्यक्ष रूपमा श्रमिकहरूको तलब वृद्धिमा योगदान पुर्याउँछ। सिधा भन्नुपर्दा अहिले नै नेपालीहरूको तलब बढ्छ भनेर निश्चित भन्न सकिँदैन। तर नयाँ सरकारको नीति श्रमिक मैत्री हुने हो भने आउँदो 1-2 वर्षमा तलब र सुविधा दुवैमा सुधार देखिन सक्ने सम्भावना रहेको छ।